दर्शन नमस्ते हाम्रो शिवराई ब्लगमा तपाईँलाई स्वागत छ। आज हामी एकदम होइन साथीभाइसँग रमाइलो गर्नलाई चाहिँ आइसकेको छौँ होइन। ढेँडो खाएर चाहिँ एकदम पचाउनलाई कस्तो लाग्छ हामीसँगै रहनु होला। ल हामी चाहिँ आज ढेँडो खाएर ढेँडो पचाउनलाई हिँड्दैछौँ। यता हाम्रो दाजुभाइहरू पछाडि हुनुहुन्छ, पुरै आइराख्नु भएको छ। बबाल छ आजको मौसम, चिसो चिसो। मैले चाहिँ अलिक पातुलो लगाएर होइन खत्तम भएको छ। अलि ज्यानलाई चिसो लाग्लागी भन्ने मलाई फिल भइरहेछ। लगाइजहरू गाउँ पनि यहाँ ठ्याक्कै आइपुगेछ यार। गाउँ यो गाउँ हो कि जाउँ हो? यो गाउँ नै हो, जाउँ हो? ढेँडो पचाउनलाई हिँड्ने खतरा खतरा खतरा। अरू कुनै दामी छ हाम्रो सोल्टीको यो शिवराई ब्लगमा आउँछ। सबैले हेर्नु होला, लाइक एन्ड शेयर सब्स्क्राइब गर्न नभुल्नु होला। हो हो, सबैले माया गरिदिनु होला। बबाल छ। पछाडि अगाडिको म सिन दिन्छु। ल हामी मोथेल पनि आइसकेका छौँ। सोल्टिनीहरू छ कि छैन? ल कोरियाको मोथेल कृषिको नजिकै रहेको तपाईँहरूलाई आवश्यक छ भने सट्ट आएर यहाँनिर विकेन्ड मनाउनु चाहनुहुन्छ भने मोथेल पनि यहाँ नजिकै छ। सट्ट आएर यहाँ टक्क होइन बुक गरेर चाहिँ यहाँनिर खानपिन बस्ने यताउता होइन। यो चाहिँ विशेष गरेर जोडी जोडीको लागि पनि यहाँनिर विशेष मोथेलको व्यवस्था छ। यही नै हो, हामी आज यहाँनिर आएको छौँ। खानेकुरो के हो? ढेँडो खाएर आएको यहाँ अब होइन दर भएर। ल तुलिप फुल यहाँनिर हेर्नुहोस्, खतरा यहाँनिर फुलिरहेको रहेछ। ल तुलिप फुल चाहिँ पुरै मौसम भइरहेको थियो अस्ति हुँदै, अब अहिले सकिनु लाग्यो। आज मैले यहाँनिर भेटेँ, मेरो खिच्ने पालो। ल यो मोथेलको मैले तपाईँहरूलाई जानकारी गराइसकेँ। छिन्जुको लास र साछनको किनार बोर्डर भनौँ न, एकदम बवाल छ। मोथेल चिर्ने त सर बास बुझ्नु परेन। ल यहाँ तुलिपको ल ल ल ल ल ल ल हुन्छ हुन्छ। हाम्रो सर चाहिँ खतरा डान्स हान्ने भएर छोड्नु कि छोड्नु भनेर ल आत्तिएर र त ल आमा ल क्यामेराम्यान पो रहेछ। म फोटो क्यामेरा हानिदिन्छु भनेको रहेछ। ल ल ल आमा अरू चाहिँ त्यस्तै हो। यहाँ क्यामेराम्यान चाहिँ एक्साइटेड भएको देख्दा म अचम्म लागिरहेछ। ल ल हेर्नु आमा ल तपाईको हानेको हो। छक्क परिरहेछ यहाँ साथीहरू नि। क्यामेराम्यान एक्साइटेड भएको देख्दा म पनि छक्क परिरहेछु। साथीहरू तपाईँलाई कस्तो लाग्यो क्यामेराम्यान? आजै मैले चाहिँ होइन मानव ड्रोन यस्तो चाहिँ देखेँ कि अझै छ। ल ल हेर्नु, यो त 30 को स्पिडमा खिचिरहेको छ। 30 को स्पिड। ल त्यहाँ पनि देखेँ। यसको उपलब्धि हेर्नुहोस् अब। आमा खतरा रहेछ नि त। ओ मानव ड्रोन सट भनेकै हो क्या, देख्नुभयो होला नि, आइडिया उहाँ छ फोटोग्राफरको उहाँ। फुत त लगेर नालीमा फालिदिनु न फोन, अनि एकचोटि कस्तो हुन्छ। जस रमाइलो छ होइन। जस यो एक किसिमको सर्ट राम्रो आएको देखियो होइन, तपाईँले पनि देख्नुभयो नि, एकदम बबाल छ। सर्ट हेर न कस्तो यो सर्ट नै कस्तो भर्खर हानेको सर्ट हेर न भर्खरै। ल ढेँडो घटाउने जस माने क्या उहाँको एउटा फोटोग्राफी कला चाहिँ देखियो है। तुलिप यो त्यत्तिकै आएको कि रोप्या सरहरू हो र? यो मोथेलको यो सोको लागि होला। वाउ अगाडिपट्टि यस्तो दृश्य छ। कृषि क्षेत्र उता होइन, पुरै टनेल छ। अनि यहाँनिर चाहिँ मोथेलको व्यवस्था छ। अब मैले भन्ने कुराहरू भनिसकेँ। अब तपाईँहरू बुझेर यो चाहिँ लोकेसन चाहिँ ठ्याक्कै जिन्जु र साछनको बिचतिर छ। एकदम बिन्दास एकान्त ठाउँ, मोड फ्रेस होइन। र त्यो तनावहरूलाई चाहिँ एकदम मुक्त बनाउनुको ठाउँ चाहिँ यहाँनिर छ है मोथेल। आएर आराम गर्ने, विकेन्ड मनाउने होइन, ठक्क होइन
छुमाल चाहिँ यहाँनिर बिताउन पनि सक्नुहुनेछ। पुरा उतापट्टि भने ताल छ, मैले ताललाई चाहिँ यहाँ जोड्न सकिनँ। त्यो मैले भिडियोहरू हालिसकेको छु शिवराई ब्लगमा, तपाईँले सर्च गरेर हेर्न सक्नुहुनेछ ताल भनेर। यस्तै छ, रमाइलो छ। अब यहाँनिर के को मासु खाने भन्दै थियो साथीहरूले। यहाँनिर के काँचो मासु भन्नाले त्यो उको त्यो समुद्रीको भनेको काँचो मासु उहाँले काँचो मासु पाउँछ भन्दै थियो नि। समुद्रीको त्यो सियोहरू हो कि भनेर नि बसेरै दिनु थालेछ हाम्रो जेन्जी सर त यार। ढेँडो पस्दैन नि त्यसरी त, नि कहाँ त्यसरी ढेँडो पस्छ। ल हाम्रो शिवराई ब्लगमा तपाईँहरूलाई कस्तो लाग्छ होइन, तपाईँको लाइक कमेन्ट सेयर एकदम खाँचो छ। नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि हालिदिनु म अनुरोध गर्दै यो छायाकनबाट बिदा हुन चाहन्छु। नेक्स्ट छायाकनमा भेटाउने छु। सबैजनालाई, हाम्रो साथीहरूलाई एकदम यही भिडियोबाट सदाभर सम्झिरहने छु होइन। आज हाम्रो मेमोरी पनि रहेको छ। हामी 5-6 जनाको टोली, एकजना छुट्नु भएको छ, उहाँ अलिकति स्वास्थ्यमा समस्या भएर। फेरि पनि बाई बाई, सी यू नेक्स्ट भिडियो।